मर्निङ सबैजनालाई मर्निङ। आज पनि म लागिसकेँ बिहानै भलिबल खेल्न। आज चाहिँ मेरो बिदाको दिन हो। टक्क दाइहरूसँग गाडीदेखि यो तपाईँहरूले देखिरहनु भएको चाहिँ यो सानो पार्क हो जापानको। यहाँ चाहिँ यसो बच्चाहरू खेलाउनको लागि राखेको हुन्छ चाहिँ। आजको मौसम हल्का पृथक देखिरहेको छु। अस्ति हिजो पानी परेको थियो अनि योभन्दा पहिला चाहिँ के अरे जाडोमा चाहिँ हुस्यो केही देखिन। अहिले गर्मीमा हुस्यो आइरहेको छ है। क्या चौछ यहाँको मौसम। अनि यो चाहिँ भर्खर नयाँ बनेको हो यो भवनहरू। एउटा शान्ति कि बिजनेसको लागि खै के को लागि बनेको यहाँ दिउँसोतिर यहाँ एडभर्टाइज भइरहेको छ बिजनेसको लागि। यहाँनिर चाहिँ यो चाहिँ भर्खर नयाँ बनेको हो। भलिबल खेल्न हिँडिसकेँ। दाइहरू आउनुहुन्छ उताबाट। सो आज चाहिँ तपाईँहरूलाई केही सानो इन्फर्मेसन दिउँ भनेर आएको हो। के अरे भिडियोमा चाहिँ नेपालबाट ब्याचलर्स भिजामा आउने साथीहरूले धेरै दुःख पाउनु भएको छ अहिले पछिल्लो समय। हिजो पनि एउटा भाइलाई भेटिएको थियो। दाइ 3 महिना भइसक्यो काम पाएको छैन। नेपालबाट 1500 लाख तिरेर आइयो। यहाँ आएर हाकिमहरूले कामै लगाइदिएको छैन। भोलि भन्छ जहिले भनेर गुनासो गर्दै थियो बिचरा है। अनि गाह्रो छ। तपाईँहरू आउँदै हुनुहुन्छ भने एकदम विचार गरेर आउनु होला। किनकि नेपालमा अहिले हाकिमहरूले धेरै सजिलो गरी भिजा दिन्छ। भिजा दिइरहेको छ। सान्तिनो कम्पनीमा नि भिजा लागिरहेको छ नि त अहिले। त्यही भएर चाहिँ एकदम समस्या भइरहेको छ। तपाईँहरू आउनुहुन्छ, तपाईँहरूसँग भाषा हुँदैन। भाषा नभइसकेपछि कि डाइरेक्ट ल्याएर कम्पनीले काम लगाइदिनु पऱ्यो। यदि काममा हालेन र हाकिम कम्पनी हो रहेछ भने तपाईँहरूले लास्टै दुःख पाउनुहुन्छ। यहाँ मैले नै देखेको 4-5 जना साथीहरू त्यस्तो भइसक्नु भयो। यहाँभन्दा 2-3 महिना अगाडि आएको एउटा दाइ त्यस्तै हुनुभएको छ पछिल्लो समय होइन। अनि अरू सुनिरहेको हुन्छ, केटाहरू देखिरहेको हुन्छ। अब यहाँ हान्ने अरूले केही गर्न सकिँदैन होइन। भाषा नभए चाहिँ कम्पनीमा सेवाई गर्नु चल्दैन। सो त्यही भएर अलि विचार गरेर आउनु होला। आउँदाखेरि अलि भाषा बनाएर आउनु होला। त्यही भन्न चाहन्छु। जापानलाई नर्मल सोचेर चाहिँ नआइदिनु होला। यहाँ तपाईँको भाषा छैन भने केही पनि चल्दैन है। यो चाहिँ बुझ्नु होला तपाईँहरूले। आजभोलि चाहिँ यो फुलको सिजन थियो। टक्क यो फुल अस्ति मस्त फुलेको थियो। काटिदिइसकेको छ अहिले। अनि हल्का गइसकेको छ। जब क्रसिङ लाइट बलिरहेको छ। यो चाहिँ एउटा पार्क स्टार्ट हुन्छ यो भित्रबाट। लगभग 4-5 किलोमिटरको छ यो पार्क। यस्तो फुलहरू फुलिरहेछ क्या अहिले लास्ट है। यो मजाले बाटैभरि। अनि क्या मजा आउँछ फुल हेर्दै काममा जाँदाखेरि साइकलमा। अनि यो यतापट्टि हो पुरै नेपालको अहिले ठ्याक्कै असार साउन जस्तै भएको छ है। यहाँको मौसम चाहिँ यस्तो मजाको छ। यहाँ दाइहरू आइसक्यो हुनुहुन्थ्यो। देखिरहेको छैन मैले। जापानको यो डनहरू यो त्यो 2टा डन। त्यहाँ यस्तो डन त कति हुन्छ है। के हामी बिहान यस्तो दामी फुल फुलेछ आज। यहाँ त गुलाबको फुल जस्तै छ तर गुलाब चाहिँ होइन। यस्तो लाग्यो मलाई चाहिँ यो पानीले भिजेर हो कि अहिले शीतले बिहान क्या दामी फुलेछ कि यो फुलहरू। यस्तो मजाले गाडीमा नेपालमा भए कति टिभी सक्थ्यो। यहाँ त छुँदैन है। अनि यो सार्वजनिक शौचालय हो त्यहाँनिर देखिरहनु भएको छ। यहाँ के छ अनि यहाँनिर चाहिँ यो बस्ने ठाउँ छ टक्क। यसरी टक्क मान्छेहरू यहाँ बस्ने कफी खाने गफसप लगाउने हो ट्याक्क लगाएर। हजुर लक लगाइसक्यो। अब कति 8-9 बजीतिर खुल्छ होला यो ग्राउन्ड लगभग। अहिले चाहिँ 7 पनि बजेको छैन। हामी चाहिँ अहिले चाँडै आउँछौँ जहिले चाँडै जान्छौँ। त्यही भएर यो ग्राउन्ड यता फ्लोर ग्राउन्ड छ। अलिक अगाडि प्र्याक्टिस ग्राउन्ड छ त्यो पनि देखाउँछु म तपाईँहरूलाई। यता तलतिरबाट ट्रेन कुदिरहेको हुन्छ। यो सल्लाहको रुख हो। ठ्याक्कै नेपाल र यहाँको रुखहरू चाहिँ मिल्छ। यो सल्लाहको रुख हो। यो अगाडिको यो काम परेको चाहिँ यो चाहिँ यता जोस इन्भाइरोमेन्ट लास्ट राम्रो छ आजको है। यता तपाईँले देखाइरहेको छु मैले। जापानले धेरै कुरा सिकाइसक्यो। यहाँ आएर
सङ्घर्ष के हो, दुःख के हो, पैसा के हो, सब थोक चिनाइसक्यो यसले। किस्तामा चिनाइरहेछ है। अनि साथीभाइ के हो, केटाहरूले कस्तो कुरा गर्छ भन्ने कुरा पनि सिकाइरहेछ। आएको छ त बुलेट स्पिडमा यो ट्रेन। पहिला आउँदाखेरि सुरुमा चाहिँ जापान टेकिन्न कि क्या हो जस्तो फिल हुन्थ्यो। अनि आजभोलि चाहिँ बुझ्दै बिस्तारै यहाँको इन्भाइरोमेन्ट बुझ्दै गएपछि अलिक टेकिन्छ कि जस्तो। हाम्रो दाइ यहाँ डन आइसक्यो। अर्को दाइ कहाँ आइपुग्नु थाहा छैन। अब जाने हो। ठक्क हामी चाहिँ अगाडि छ भलिबल प्र्याक्टिस ग्राउन्ड चाहिँ। डाँडा हरियाली छ। यो त सानो पार्क हो, उतापट्टि ठुलो पार्क छ मेन है। अनि अब जिउलाई एकछिन तताउने हो। भिडियो